बङ्गलादेशबाट भागेर आफ्नो ज्यान जोगाउँदै भारतमा आएर शरण लिएर बसेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। मानवता विरुद्धको कसुरमा उनलाई 5 वटा आरोप लागेका छन्। पहिलो नम्बरमा हत्या र दमन, दोस्रोमा घातक हात हतियारको प्रयोग, विश्वविद्यालयका छात्राहरूको हत्या, निहत्था प्रदर्शनकारीको हत्या, गोली हानी शव जलाउने भनेर चाहिँ 5 वटा चाहिँ बुँदा रहेका छन्। र शेख हसिनाले चाहिँ ड्रोनको प्रयोग गरेर हेलिकप्टर मार्फत जहाँ मानिसको ठुलो भिड थियो त्यहाँ चाहिँ बम खसालेर चाहिँ त्यो ठुलो ग्रुपलाई जमातलाई मार्नको लागि चाहिँ आदेश दिएको भन्ने फोन सम्पर्कहरूमा धेरै कुराहरू चाहिँ खुलस्त भएका छन्। 54 जना मानिसहरूको बयान लिएपछि चाहिँ त्यहाँको अदालतले चाहिँ शेख हसिनालाई चाहिँ मृत्युदण्डको सजाय सुनाउनुपर्छ भनेर चाहिँ जानकारी दिएको छ। शेख हसिना अहिले पनि भारतमा रहेकी छन् भन्ने चाहिँ सुन्नमा आएको छ। उता बङ्गलादेशको सरकारले भने ढिलै भए पनि सही निर्णय लिएको छ, तर हाम्रो देशमा चाहिँ ती अपराधी, हत्या र हिंसा गर्ने फटाहरूलाई चाहिँ चुनावमा आउनको लागि चाहिँ टिकट बाँडिँदैछ। के यो न्यायोचित होला त? हाम्रो जनताले त्यो कुरालाई स्वीकार गर्न सक्लान् त? विचार कमेन्टमा लेख्नुहोस् है।